नमस्कार साथीहरू, के कुनै मानिस मृत्युको केही क्षणपछि देख्न र सुन्न सक्छ? अगस्त 1991 अमेरिकाको फिनिक्स सहर स्थित बारो न्युरोलोजिकल इन्स्टिट्युट यस अस्पताल अपरेसनको थिएटरमा एक 35 वर्षीय पाम रेनोल्ड्स अपरेसनका लागि तयार भएर सुतेकी थिइन्। उनको ब्रेनको रक्तनली बेलुन जस्तै फुलेको थियो र त्यो रक्तनली जतिखेर पनि फुट्न सक्थ्यो। डाक्टरले उनलाई स्पष्ट रूपमा भनिसकेका थिए अब उनको जीवनमा धेरै दिन बाँकी छैन भनेर। बाँच्ने एउटै उपाय थियो अत्यन्त जोखिमपूर्ण अपरेसन। यो एउटा यस्तो अपरेसन थियो जसमा उनको मेसिनको सहायताले मुटुको धड्कन पूर्ण रूपमा रोक्नुपर्ने थियो। त्यसपछि टाउको खोलेर मस्तिष्कभित्रको रगत निकालिने थियो। साथीहरू, सुन्दा डरलाग्दो भए पनि तर डाक्टरहरूसँग योभन्दा अर्को उपाय कुनै थिएन। अपरेसन सुरु भयो। पामको आँखामा टेप लगाइयो र दुवै कानमा साना स्पिकर जडान गरियो जसबाट लगातार क्लिक गर्ने आवाज निकालेर मस्तिष्कको प्रतिक्रिया मापन गरिँदै थियो। मेसिन स्टार्ट भयो र केही क्षणपछि पामको मुटुको धड्कन रोकियो। उनको मस्तिष्कबाट कुनै प्रतिक्रिया आएन, ब्रेनमा कुनै गतिविधि थिएन। डाक्टरका विज्ञानका अनुसार उनी मृत घोषित गर्ने अवस्थामा थिइन्। अपरेसन सफल भयो र केही क्षणपछि पाम होसमा आइन्। होसमा आएपछि एक यस्तो कुरा सुनाइन् जसमा उपस्थित डाक्टरहरू अचम्ममा परे। पामले भनिन्, म आफ्नो शरीर माथिबाट पुरै हेरिरहेको थिएँ। उनले अपरेसन थिएटरमा भएका प्रत्येक घटना, प्रयोग भइरहेका उपकरणहरू र डाक्टर बीच भएका कुराकानीहरू समेत ठिक सही रूपमा वर्णन गरिन्। उनले टाउको काट्न प्रयोग गरिएको विशेष हड्डी काट्ने आरोको आकारसम्म सही रूपमा बताइन्। उनले भनिन् कि उनलाई त्यतिखेर डर वा तनाव कुनै पनि महसुस भएको थिएन, बरु उनी सबै कुरा आफ्नो शरीरभन्दा माथिबाट शान्त रूपमा हेरिरहेकी थिइन्। यो कुरा अत्यन्त रहस्यमय थियो किनकि त्यसबेला उनको मस्तिष्क निष्क्रिय थियो। साथीहरू, त्यसो भए उनले अपरेसन थिएटरमा भएका सबै कुराहरू कसरी देखिन्? यो कुरा सोच्न लायकको छ साथीहरू। त्यही घटनाले संसारभरि ठुलो प्रश्न उठायो। साथीहरू, मलाई एउटा प्रश्न भन्ने मन लाग्यो, के हामी मरेपछि साँच्चै अर्को जीवन हुन सक्छ? कमेन्टमा जरुर भन्नुहोला। आजको लागि यति नै। साथीहरू, मिल्नेछौँ अर्को भिडियोमा यस्तै रहस्यमय। र मेरो च्यानलमा लाइक र सब्स्क्राइब गर्नुहोला।